हेलो गाइस हामी चाहिँ गयो है अब बजारतिर घुम्न यस्तो गएछु अटोमा चिसो चिसो मौसममा अनि हामी चाहिँ अब ब्याङ्कमा हल्का काम छ अनि दिदीको काम छ अनि त्यसैले गयो मेरो पनि चप्पल सिलाउनु छ कि चप्पल सिलाउनु छ अनि त्यसैले गएछु अनि यस्तो चिसो छ कि लास्टै अटोमा त लास्टै चिसो हुने चप्पल सिलाउन गएको छु चप्पल पनि लास्टै चिसो छ अनि बाहिरको मौसम चाहिँ होइन यस्तो यहीबाट सुरुवात हुन्छ ल हाई भन न हाई भन न लु यी सुरुवात यस्तो छ हल्का अहिले चाहिँ हुस्सो चाहिँ गइसकेको छ चिसो अनि यस्तो छ हेर्नुहोस् यस्तो चिसो यहाँ चाहिँ नाली बन्दैछ कि भर्खर यताउता तल आधी चाहिँ बनिसक्यो यो चाहिँ बन्दैछ आज चाहिँ काम गर्नेवाला आएनै रहेछन् यो मेरो यसको नाम चाहिँ डल्लु होइन यस्तो बबाल छ कि यसको नाम चाहिँ मेरो मितिनी हो यो निरु अनि यस्तो छ हेर्नुहोस् त यहाँको माहौल चिसो चिसोमा लोकेसन हाम्रो गाउँमा आउने भएपछि बाटोमा स्कुलको बच्चाहरू यसरी आगो तापिरहेको छन् आज चाहिँ धेरै चिसो छ कि लास्टै हिजो चाहिँ घाम लागेको थियो आज त घाम पनि लागेको छैन घाम पनि लाग्दैन होला सायद आज यति चिसो नहुने नि भयो तिमीहरूलाई चिसो भएको छैन र टोपी हेर न कस्तो छ मेरो बुनुको यार खतरा छ नि हजुर हामी अतरिया होइन गुलरिया हो यो चाहिँ स्कुल हो नवयुग स्कुल हो कस्तो लागेको छु हाम्रो पनि हेर्नुहोस् यो चाहिँ ड्राइभर दाइ अङ्कल हुन् अनि सबैलाई उनीहरूलाई पनि स्वागत छ सब्सक्राइबर गरिदिनु होला अनि केही गल्ती भएपछि माफ गरिदिनु होला अनि फेरि पनि आउँदै गर्छु अब बजार देखाउँछु होस् हल्का पछि अब थोरै छ कि बजार छिन्न हजुरहरूलाई मेरो बजार पनि देखाउँछु होस् गाइज अब हामी चाहिँ बजार पुग्न लागिसक्यौँ हेर्नुहोस् त कति राम्रो छ हरियाली जम्मै हरियाली मात्र छ यहाँ भर्खर बन्दैछ कि बाटोघाटो बन्दैछ अप्ठ्यारो छ लास्टै हामी बजार पुग्न आँट्यौँ बजारको माहौल चाहिँ यस्तो छ गाडी चाहिँ हल्का किचड छ कि यस्तो बजार पुग्यौँ हाम्रो बजार यस्तै छ गाइस हेर्नुहोस् भर्खर यो नालीहरू बन्दैछ कि बजारको माहौल चाहिँ यस्तो केटाहरू हुन्छ यस्तो छ बजारको माहौल चाहिँ चिसो छ जताततै गाडीहरू छन् यातायातको साधनहरू छ हेर्नुहोस् हाम्रो बजार यस्तो छ बजारको नाम चाहिँ गुलरिया बजार हो होस् चौराहा चोक गुलरियाको चोक चोकतिर हो चोकतिर बजारको माहौल अतरिया जाने भए चाहिँ कोही सम्पर्क गर्नु होला हस् हामी बाई पछि बाई भन यही हो बाई भन्नु बजारको माहौल चाहिँ यस्तो छ हेर्नुहोस् यो पिपलको रुख पोस्टनिर हो अनि मेरो दिदीहरू यस्तरी हिँडिरहेछन् गोजामा हात हालेर हामी त ओभरमा बस्नु पर्यो जस्तो छ ब्याङ्क पनि पुगिसक्यो चप्पल सिलाउने मान्छे पनि छैन कसरी कहाँ गए होलान् हेलो गाइज बाई अब चाहिँ म ब्याङ्क पुगिसकेँ पछि भेटाउनु ल हस् बाई भन निन्द्रा लागिरहेछ मेरो दिदीलाई निन्द्रा लाग्यो रे बाई बाई